Hallo zusammen, ich bin Vishal Weiber. Ich begrüße Sie herzlich auf meinem Kanal. In diesem Kanal lernen wir die deutsche Sprache in nepalischer Sprache, damit Sie Ihre deutsche Sprache verbessern könnten. Los! So, hello सबैजनालाई गुड टाग wie geht's? तपाईहरु सन्चै हुनुहुन्छ होला है आजको भिडियोमा हामी सिक्न जाँदैछौँ पेरोजोनाल प्रोनोमेन फेरि एकताल म भन्छु पेरोजोनाल प्रोनोमेन पर्सनल प्रोनाउन्सहरु हैन जस्तै हामी नेपालीमा भन्नु पर्दाखेरि नामको सट्टामा प्रयोग हुने शब्दलाई हामी सर्वनाम भनेर हामीले पढ्छौँ नि हैन यो सर्वनाम भनेको नै पेरोजोनाल प्रोनोमेन हो है हुन्छ हामी यसको बारेमा एकदम हेर्छौँ यो चाहिँ एकदमै सजिलो छ अनि जर्मन भाषा सिक्दै गर्नुहुँदाखेरि यो चाहिँ बेसिक सबैभन्दा सुरुमा सिक्नु पर्यो कुनै पनि सेन्टेन्सहरु तपाईँ बनाउन चाहनुहुन्छ सेन्टेन्सहरु चाहिँ बिल्ड गर्न चाहनुहुन्छ भने तपाईले चाहिँ सुरुमा चाहिँ यो पेरोजोनाल प्रोनोमेनहरुलाई पनि बुझ्नु एकदमै आवश्यकता छ किनभने पछि भर्ब कन्जुगेट गर्दाखेरि चाहिँ तपाईलाई चाहिँ धेरै हेल्प हुन्छ है त सो ओके पेरोजोनाल प्रोनोमेन भनेको पर्सनल प्रोनाउन्सहरु जुन चाहिँ सर्वनाम भयो नामको सट्टामा प्रयोग हुने हैन जस्तै रामले खाना खान्छको सट्टामा उसले खाना खान्छ भनेर उ भने यसरी आयो नि यसलाई नै सर्वनाम भन्छ हैन नामको सट्टामा प्रयोग हुने एकदम इजी छ das ist ganz einfach und bitte kein Sorge है केही पनि त्यस्तो उयो गर्नु पर्दैन सो इश भनेको म इश भनेको आई डु भनेको यु इन्फर्मल वाला यु है तिमी त भन्दाखेरि हैन आफ्नो साथीहरुलाई युज हुने त्यो चाहिँ डु हो है डु अनि त्यस्तै गरेर एस भनेको के हो त एस भनेको ही शी इट एर भनेको ही हैन जी भनेको सी अनि एस भनेको इट हैन फेरि एकताल एर भनेको ही जी भनेको शी अनि एस भनेको इट हैन उ उनी अथवा इट भनेको यो त्यो त छदैछ हैन सो ओके वियर noch einmal वियर भनेको वी भनेको त हामी हैन हामी वियर भनेको हामी त्यस्तै गरेर इहर भनेको यु अल हैन तिमीहरु यु अल इहर भनेको यु अल त्यस्तै गरेर जी अनि जी यो पनि जी एउटा जी भनेको चाहिँ फर्मल वाला जी हैन तपाई वाला एकदमै फर्मल वाला जी हैन त्यस्तै गरेर अर्को एउटा जी भनेको चाहिँ दे वाला जी उनीहरु तिनीहरु वाला जी अनि धेरै जना चाहिँ कन्फ्युजन हुन्छन् सुरुमा हैन अब जी नै कतिवटा छ जी नै तीनटा आइसक्यो यही हैन जी भनेको छ यता पनि जी भनेको छ अब एउटा जी भनेको सी वाला जी भनेको हो कि हैन अथवा फर्मल वाला जी भनेको यु फर्मल यु भनेको हो कि हैन अथवा दे उनीहरु तिनीहरु भनेर भनेको हो कि कसैले थाहा पाउने भन्ने चाहिँ त्यो चाहिँ हामी केही समयपछि केही पछि अर्को भिडियोमा हामी त्यसको भर्ब कन्जुगेट पढ्छौँ हैन अथवा भर्ब कन्जुगेटले चाहिँ तपाईले चाहिँ चिन्न सक्नुहुन्छ कुन चाहिँ प्रोनाउनको कुरा हुँदैछ हैन त्यो हामी भर्ब कन्जुगेट कसरी गर्ने भन्ने बारेमा म सबै कुरा सिकाइहाल्छु त्यो तपाई ढुक्क हुनुभयो हुन्छ है यसरी तपाईहरुले पेरोजोनल प्रोनोमेनहरु चाहिँ यति रहेको छ है त सो यसरी चाहिँ पेरोजोनल प्रोनोमेनहरु हामीले पढ्यौं हैन एकताल लास्टचोटी सर फेरि एकताल हेर्दियौं हैन सिंगुलर अनि प्लुरल सिंगल र सबैमा जस्तै हेर्नु पर्दाखेरि इश भनेको आई हैन म वियरको हामी ठीक छ डु भनेको तिमी डु भनेको यु त्यो चाहिँ इन्फर्मल वाला डु जुन चाहिँ साथी र हैन आफूसँगको आफूभन्दा सानोलाई हामी युज गर्न सक्छौं त्यस्तै गरी इहर भनेको तिमीहरु एआरजी भनेको हि र सी छ भने जी भनेको तिनीहरु यसरी चाहिँ हामी पढ्न सक्छौं ठीक छ एकदम इजी छ ल त्यस्तो केही भास्ट केही पनि छैन सो ओके अब हामी हेर्दै छौं हेल्पिङ भर्ब भनेको सपोर्टिभ भर्ब हैन ठिकै छ जसरी इंग्लिश ल्याङ्ग्वेजमा हुन्छ नि इजेमार हैज हैव हो त्यही कुरा हो है जर्मन भाषामा यसलाई दुईटा चाहिँ हेल्पिङ भर्बहरु एउटा जाइन एउटा हाभेन फेरि म एकताल प्रोनाउन्स गर्छु जाइन अनि हाभेन जाइन अनि
हाभेन। ठिक छ। अब अघि हामीले पढ्यो नि पेर्सोनल प्रोनोमेन हो, त्यो अनुसार चाहिँ कसरी कन्जुगेट भएको छ। जस्तै इस छ भने बिन, यो जाइनको कन्जुगेट भएको ल, यो जाइनलाई कन्जुगेट भएको। इस भनेको इसमा बिन, आई एम है, डुमा बिस्ट, युआर होइन, डु भनेको त यु हो, इस बिन डु बिस्ट। अनि एआरजिएसमा इस्ट, इस्ट भनेको त इज छँदैछ होइन। वियरमा जिन्ड, वियर जिन्ड होइन। त्यस्तै गरेर इहरमा जाइट, अनि जी र जीमा चाहिँ के हुनुभयो, जिन्ड हुनुभयो। यो चाहिँ तपाईँहरूले चाहिँ याद गर्नुपर्ने हुन्छ है। यो चाहिँ कुनमा के हुन्छ होइन, जस्तै अगाडिको पेर्सोनल प्रोनोमेन लाग्यो अनुसारको त्यसको हेल्पिङ भर्ब के भइरहेको हुन्छ भने यो चाहिँ याद गर्नुपर्छ है। सर भन्नुपर्दा त इस बिन डु बिस्ट, एआरजिएसमा इस्ट होइन, वियरमा जिन्ड, इहरमा जाइट होइन। त्यस्तै गरेर जी र जीमा चाहिँ के हुनुभयो, जिन्ड हुनुभयो। यो चाहिँ आर होइन त। ठिक छ। यो भयो हाम्रो हेल्पिङ भर्ब जाइनको एक दुईवटा एक्जाम्पल पनि हेरौँ है त। सो चुम्बा स्पेल इस बिन विशाल वाइबा, म विशाल वाइबा हुँ होइन। टु बी भनेको त हुनु या इस बिन विशाल वाइबा। अब डुबिस्ट, डुबिस्ट अब जस्तै सपोज तपाईँको नाम ओके कालु छ अरे होइन त, कालु, डुबिस्ट कालु न। Das ist ganz einfach und bitte kein Sorge, es wird einfach zu verstehen। जब तपाईँ रेगुलर पढ्दै जानुहुन्छ तपाईँलाई चाहिँ इजी हुँदै हुँदै जान्छ। त्यही कारणले गर्दा त्यस्तो एकैचोटि भास्टमा गइहाल्नु पर्ने चाहिँ केही कुरा छैन। रेगुलरिटी चाहिँ दिनु पर्यो है त। त्यस्तै एयर भनेको हि इज हुन्छ नि त, त्यही भएर एयर इस्ट, जी इस्ट होइन। वियरको के हुनुभयो, अघि नै मैले भनेको थिएँ वियरको जिन्ड, वियर जिन स्टुडेन्टेन्स, हामी चाहिँ स्टुडेन्ट्सहरू हो। ठिक छ। यो भयो एकदमै इजी अनि जाइनको कन्जुगेटको कुरा। अब हामी हेरौँ हाभिनमा है त। सो अर्को हामी हेरौँ हाभेन, जुन चाहिँ के हो त, ह्याज ह्याभ होइन त। यो पनि हेल्पिङ भर्ब। अब यसमा पनि कन्जुगेट हुन्छ, कसरी हुन्छ यसो याद गर्नु है त। इस हाब होइन, आई ह्याभ हुन्छ नि त, इस हाब डुमा ह्यास्ट, इस हाब डु ह्यास्ट। त्यस्तै गरेर एआरजिएसमा हाट, हाट लाग्ने भयो है, याद गर्नु ल। कुनमा के कन्जुगेट हुन्छ भने चाहिँ याद हुनुपर्छ क्या। अनि त्यही अनुसार नै तपाईँले सेन्टेन्सहरू बनाउनु पर्ने हुन्छ है। त्यस्तै गरेर वियर भनेको हामी, वियर ह्याभेन अनि इहर ह्याभ, इहरमा ह्याभ, जी र जीमा ह्याभेन, यसरी चाहिँ कन्जुगेट भएको हुन्छ है। अनि तपाईँले चाहिँ यो सजिलो छ याद गर्नु होइन। जस्तै वियर भनेको प्लुरल फर्म हुन्छ नि, वियरमा ह्याभेन पुरै नै भर्ब युज भएको छ, जी र जीमा पुरै युज भएको छ, अनि अरू ठाउँमा मात्रै कन्जुगेट भएको छ। अब यसको पनि केही सुम्बा स्पेल्स हेरौँ, इक्जाम्पल्सहरू हेरौँ है त। एउटा फर्स्ट इक्जाम्पल हेरौँ, इस हाब आइनेन कुली, आई ह्याभ अ पेन। यो आइनेन कसरी हुँदैछ, आइन के हुन्छ, यसको बारेमा अलिकति ग्रामर छ। यो म अर्को भिडियोमा मेरो भिडियोमा म तपाईँलाई म सेयर गर्छु होइन। त्यही कारणले गरेर यदि तपाईँले च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर राख्नु ल, ताकि तपाईँले चाहिँ एकदमै इम्पोर्टेन्ट ग्रामरहरू म तपाईँलाई सिकाउँदै जान्छु। B1सम्मको स्क्राइबिङ होइन, राइटिङ स्किल्सहरू म तपाईँलाई सिकाउँछु। त्यो चाहिँ ढुक्क हुनु है त। इस हाब आइनेन कुली, आई ह्याभ अ पेन होइन, मसँग एउटा पेन छ। कुली भनेको चाहिँ पेन हो ल साथीहरू, कुली भनेको पेन हो। ठिक छ, जर्मन भाषामा कुली भनेको पेन हो। त्यस्तै गरेर अर्को हेरौँ एयर, एयर आउँदाखेरि त कन्जुगेट भएर ह्याभेनको त हार्ट हुन्छ नि त होइन, मैले माथि पनि भनिसकेको छु। एयर हार्ट आइन हान्डी। ठिक छ, एयर हार्ट आइन हान्डी। हान्डी भनेको चाहिँ के हो भने नि साथी, हान्डी भनेको जुन तपाईँले अहिले समाउँदै हुनुहुन्छ नि, त्यो जुन मोबाइल फोन हो, यसैलाई नै जर्मन भाषामा हान्डी भन्छ है त। यो के हो त, हान्डी। अनि तपाईँहरूले हान्डी बेनिचेन गर्दै हुनुहुन्छ, हान्डी युज गर्दै हुनुहुन्छ है। एयर हार्ट आइन हान्डी हो, यसरी एकदमै इजी तरिकाले। अनि यो यहाँ चाहिँ आइन भयो, यहाँ चाहिँ आइनिन किनभने ग्रामरको पार्ट छ, त्यो ग्रामरको पार्ट म अर्को भिडियोहरूमा म तपाईँलाई एकदम मजाले खुलेर एक्सप्लेन गरेर सिकाउँछु है त। त्यसको लागि चिन्ता गर्नु परेन। सो अब हामी सर एकताल हेरिदिउँ ल। जस्तै हामीले दुईवटा हेल्पिङ भर्बको बारेमा कुरा गऱ्यौँ, एउटा जाइन एउटा ह्याभेन, दुइटै हेल्पिङ भर्ब होइन।
इस बिन डु बिस्ट होइन यसरी एकदम इजी तरिकाले इस बिन डु बिस्ट होइन अब आइएम भन्नु पर्दाखेरि त इस बिन भन्नु पर्यो होइन युआर भन्दा डु बिस्ट भन्नु पर्यो यसरी एआरजिएसमा इस्ट हुने भयो वियरमा जिन्ड होइन इयरमा जाइट त्यो जाइट होला जाइड होइन जाइटवाला जाइट हो त्यो जी र जीमा जिन्ड ठिक छ त्यस्तै गरी ह्याभेनको कन्जुगेसन हेर्दाखेरि इस हाब डु ह्यास्ट एआरजिएसमा हाट ठिक छ एआरजिएसमा हाट अनि वियरमा ह्याभेन इयरमा हाट अनि जी र जीमा ह्याभेन आजको भिडियोमा हामीले के सिक्यौँ त आजको भिडियोमा हामीले पेरोजोनाल प्रोनोमेन सिक्यौँ होइन सर्वनामहरू अनि दुईटा हेल्पिङ भर्ब जाइन र ह्याभेनको कन्जुगेट सिक्यौँ यो चाहिँ तपाईँले नोट गरिराख्नु होला लेखिराख्नु होला तपाईँले घरमै बसेर पनि जर्मन भाषा राम्रोसँग सिक्न सक्नुहुन्छ है आजको भिडियोमा चाहिँ हामी यत्तिकै नै राखौँ धेरै धेरै धन्यवाद होइन तपाईँहरूले एकदमै भिडियो रुचाइदिनु भएको छ होइन माया र सपोर्ट दिँदै हुनुहुन्छ च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला म B1सम्मको होइन तपाईँले एकदम इम्पोर्टेन्ट ग्रामरदेखि लिएर जुन त्यो लेख्ने पार्टहरू स्ट्राइभेन ब्रिफ स्ट्राइभेनहरूको कुराहरू हुन्छ आफ्नो अपोनियन माइनुङ लेख्नेको कुराहरू हुन्छ त्यो सम्पूर्ण कुराहरू चाहिँ म तपाईँहरूलाई चाहिँ एकदम डिटेल ग्रामटिकमा सिकाउँछ है ग्रामरहरू मजाले ल थ्याङ्क यू सो मच आफ विडरजेन डाङ्केसन हामी अर्को भिडियोमा भेट्छौँ च्युस